240 वर्षसम्म यो राजतन्त्रले राजाले शासन गर्दाखेरि देश एक किसिमको अँध्यारो कुनामा र एकदमै गरिब पिछडिएको र हेपिएको चेपिएको शोषित पीडित जनताहरू उकुस मुकुस भएर बसेको हुनाले त्यो नेताहरूले अहिलेको नेताहरूले राखेको एजेन्डा राम्रो भएको हुनाले जनताले साथ दियो। किनभने त्यो एजेन्डाहरू अहिलेका जति पनि स्थापित भएका एजेन्डाहरू भलै कोही मान्छेहरू बेमान निस्क्यो होला, भ्रष्टाचार गर्यो होला, त्यो आफ्नो ठाउँमा छ, तर यी एजेन्डाहरू भनेको चाहिँ त्यो पुरानो राजतन्त्र कालको एजेन्डा भन्दा प्रगतिशील र राम्रो एजेन्डा। त्यसैले त्यो एजेन्डा सफल भयो। त्यो एजेन्डा अनुरूप जनता एकीकृत भए र जनताले ठाउँ ठाउँबाट संगठित भएर राजतन्त्रको विरुद्धमा आन्दोलन, सङ्घर्ष, जनयुद्ध जे पनि गर्न अगाडि बढे जनताहरू। त्यसैले त्यो आन्दोलनहरू सफल हुँदै 47 साल 62-63 10 वर्षे माओवादी जनयुद्ध यी जे नाम भए तापनि यी सफल हुँदै गए। तर आजको राजतन्त्रसँग एजेन्डा के छ त? आजको राजतन्त्रसँग यो अहिले भइरहेको परिस्थितिको भन्दा बेटर एजेन्डा यिनीहरूले निकाल्न सकेको छैन र यो भन्दा उत्कृष्ट एजेन्डा, कार्यदिशा, मार्गदर्शन र दर्शन यिनीहरूले निकाल्न सकेको छैन। फगत एउटा वंशानुगत राज संस्था स्थापनाको लागि केही मान्छेहरू, केही हजारको संख्यामा मान्छेहरू कराउँदैमा नेपाली जनताले त्यो कुरा पत्याउनेवाला छैन। त्यसैले राज संस्थाको आन्दोलन कमजोर भएको मेरो निष्कर्ष हो। यो कमजोर हुँदै नै जाने हो। अबको एउटा सभ्य समाज, एउटा चेतनशील समाज र एउटा आफ्नो विचार, आफ्नो शासक आफैले रोज्न पाउने अधिकार प्रयोग गरिसकेका, अभ्यास गरिसकेको जनताले अब तपाईहरुको त्यो वंशानुगत शासकलाई विष्णुको अवतार भनेर थपक्क राख्ने एजेन्डामा कोही पनि जनता लाग्ने पक्षमा छैन।